सुनेर सिकेर अनि आफ्नो जीवनमा लागू गरेर आफ्नो स्वस्थ भएर अनि एउटा देशभक्तिको भोलिको दिनमा एउटा सक्षम जनशक्तिको पनि तपाईँहरू तयार हुनुहोस्। तपाईँहरू विद्यालयको रिजल्ट हेऱ्यो भने पनि कमजोर, बालबालिका पनि कमजोर साबित हुने, शिक्षकले भयङ्कर मेहनत गरिरहेको हुन्छ तर उपलब्धि कम देखिन्छ। कारण चाहिँ बालबालिका स्वस्थ नहुनुको कारण पनि हो। यताको चाहिँ जति पनि चाहिँ जङ्क फुडको चाहिँ एडभर्टाइज आउँछ र उताको फलफुलहरूको चाहिँ एडभर्टाइज आउँदैन। हेल्दी लाइफस्टाइल तपाईँको जीवनयापन स्वस्थ मात्रै भएर हुँदैन, त्यो सँगसँगै चेतना स्तरमा परिवर्तन आउनुपर्छ भन्ने हाम्रो मान्यता हो। जोरदार ताली का साथ स्वागत गरौँ हाम्रो आजको प्रस्तुतिका सानो उपन्यास। जम भनेको के हो? जम भनेको हो। ओके, जम भनेको वर्ड त्यसको नेपालीमा भनेको हो। फुल भनेको यहाँ कुरा के हो भन्दाखेरि नट रिकमेन्डेड फर चिल्ड्रेन, यो बच्चाले खानु हुँदैन भन्ने। हामीले हस्पिटलमा के देख्यौँ भन्दाखेरि सानो बच्चाहरू 13, 14, 15 वर्षका बच्चाहरू हस्पिटलमा आउने के भयो भने चेक गर्दा पेटमा घाउ, त्यो पेटमा जुन घाउ छ त्यो बिग्रियो भने त फेरि क्यान्सर हुन्छ। घटना जति पनि घट्छ हस्पिटलमा त्यो कहिले पनि न्युजमा आउँदैन, क्लियर कुरा हो। किनकि त्यो न्युजमा आउँछ, न्युजमा आयो भने फेरि यो प्याकेटमा खाने कुराहरू बन्द हुन्छ। त्यो चिजहरू आउन दिँदैन मिडियामा। मेरो रेस्पोन्सिबिलिटी बन्छ कि मैले के देखाएको छु र त्यसको कारणले कस्ता घटना घटे, ती घटना सायद तपाईँहरूलाई भनेपछि तपाईँहरूले बल्ल चाहिँ के यस्तो चाहिँ खानु परेन रहेछ, स्वास्थ्यलाई चाहिँ हामी गर्दैछ भन्ने कुरा थाहा होस् भनेर यहाँ आएको। ठिक छ। सन्तुलित आहार भनेको चाहिँ जमिनमा उग्ने वस्तुहरू हो। त्यो वस्तुहरूले चाहिँ हाम्रो शरीरलाई ताकत दिन्छ र त्यसले हाम्रो शरीरलाई बिगार्दैन। मलाई पनि लाग्थ्यो जङ्क फुड खान हुँदैन, त्यति मात्रै थाहा थियो। आज त धेरै कुरो थाहा भयो किन खान हुँदैन, मैले पनि बुझेँ। विद्यार्थी भाइ बहिनीहरूले पनि कुरालाई बुझ्नुपर्छ। जङ्क फुड प्रयोग गरेर मैले मेरो शरीरलाई आफैले बिगारिरहेको छु भन्ने कुरा चाहिँ तपाईँहरूले बुझ्नुपर्छ। यदि विद्यालयमा त्यो बच्चा आइपुग्यो, उसको घाउरो दुखेको छ, उसलाई भोक लागेको छ, पेट दुखेको छ, उसलाई ज्वरो लागेको छ, तपाईँहरूले अब 10 बजेदेखि 7 बजीसम्म यसरी सिकाउन खोजेको कुरा त्यो बालबालिकाले सिक्छ कि सिक्दैन? हरेक वर्ष यस्तै चेतनामूलक कार्यक्रमहरू हामी गर्दै आइरहेका छौँ र यो चेतनामूलक कार्यक्रममा तपाईँहरूको चेतना स्तरमा परिवर्तन ल्याउनको लागि हामीले गर्नुपर्ने मेहनत गरेका छौँ। यो कार्यक्रममा तपाईँहरूलाई उपयोगीमूलक भयो यो कार्यक्रम भन्ने हामीले आशा गरेका छौँ।